हुन्छ सम्पूर्ण जति पनि यस इमानुएल गोस्पेल सोसाइटी च्यानलमाथि आबद्ध भएर रहनुभएका सबै मेरा शुभचिन्तक दर्शक वृन्दहरूलाई म हृदयबाट धन्यवाद साथै जय मसी भन्न चाहन्छु। र आजको विषय चाहिँ एकदमै खास र चाखलाग्दो छ र विशेष गरी महत्त्वपूर्ण छ। विशेष गरी आजको विषय चाहिँ तपाईहरुले अघि नै थम्बनेलमा देखिसक्नु भएको छ। एउटै ईश्वर छन् भनेदेखि यति धेरै धर्म चाहिँ किन भयो त? हैन, एउटै ईश्वर थिए, एउटै ईश्वर छन् भनेदेखि तपाईहरु क्रिस्चियनहरुले ईश्वर एउटै हुनुहुन्छ भनेर भन्नुहुन्छ भनेदेखि चाहिँ अनि यी अरु धर्म चाहिँ किन भयो त भन्ने कुराहरु प्रश्न मलाई एकजना मित्रले राख्नु भएको थियो र तिनै प्रश्नको जवाफको रूपमा चाहिँ मैले आज यो भिडियो लिएर आएको छु। त्यसले गर्दा यो चाहिँ आज प्रश्न गर्ने व्यक्तिलाई मात्रै नभएर सबै भनौं दर्शक वृन्दहरुको लागि नै यो एउटा के छ भने खास र अनि महत्त्वपूर्ण छ। त्यसले गर्दा हजुरहरु सबैले यो भिडियोलाई अन्तिमसम्म स्किप नगरिकन हेर्नुहोस्। त्यसो गर्नाले धेरै भन्दा धेरै आशिष प्राप्त गर्न सक्नुहुनेछ र ज्ञान पनि प्राप्त गर्न सक्नुहुनेछ भनेर म तपाईलाई भन्न चाहन्छु। र तपाईहरु कोही पनि पहिला चोटी यो भिडियो हेर्दै हुनुहुन्छ भनेदेखि यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोस् र साइडमा भएको बेल आइकन दबाइ राख्नुहोस्। र तपाईहरुलाई खुसी लाग्यो, राम्रो लाग्यो भनेदेखि यस इमानुएल गोस्पेल सोसाइटी च्यानललाई सपोर्ट गर्नको लागि त्यहाँ जोइन बटन छ, त्यो पनि तपाईले दबाउन सक्नुहुन्छ र थ्यांक्स एपमा गएर पनि धन्यवाद दिन सक्नुहुन्छ। र त्यसरी म तपाईहरु कसैलाई हैन एउटा प्रेम जागो भनेदेखि यस च्यानल मार्फत धेरै परमेश्वरको काम हुनुपर्छ भन्ने तपाईहरुले विचार गर्नुहुन्छ भनेदेखि त्यहाँ गएर तपाईले सपोर्ट गर्न सक्नुहुन्छ भनेर म तपाईलाई विनम्र अनुरोध गर्दछु। त हुन्छ अब हामी अलमल नगरिकन मुख्य विषयमा गएर चाहिँ बातचित गरौँ। विशेष गरी यो भिडियो मैले किन बनाउने जमर्को गरे भनेदेखिलाई एकजना मित्रसँग चाहिँ बातचित गर्दै गर्दाखेरि उहाँले भन्नुभएको थियो कि साँच्चै तपाईहरु एउटै ईश्वर हुनुहुन्छ, ईश्वर एउटा मात्रै छ भनेर भन्नुहुन्छ भनेदेखि यी अरु धर्म चाहिँ के हुन्, यी अरु धर्म चाहिँ किन बनिए, त्यसको बारेमा मलाई अलिकति जवाफ दिनुहोस् वा अलिक बुझाउनुहोस् भनेर उहाँले मलाई प्रश्न राख्नु भएको थियो। त आज यो कुराहरु चाहिँ आज उहाँलाई मात्रै नभएर आज प्रत्येक भनौं कति क्रिस्चियनहरुको पनि हुन सक्छ र नन क्रिस्चियनहरुको पनि एउटा हृदयमा यस्तो प्रकारको प्रश्न हुन सक्छ। धर्म धेरै छन् हैन र कुनै पनि धर्मले नराम्रो कुरा गर्न लगाएको छैन, असल काम नै गर्नुपर्छ भनेर धर्मले देखाएको छ। तर वास्तवमा ईश्वर चाहिँ एउटै हुनुहुन्छ भनेदेखि यी धर्म चाहिँ किन धेरै बनिए त भन्ने प्रकारको र ती धर्महरु चाहिँ के हुन् त भन्ने प्रकारको चाहिँ आज हाम्रो हृदयमा एउटा जिज्ञासाहरु वा चाहिँ प्रश्नहरु पनि हुने गर्दछ। त आज तिनै प्रश्नको जवाफको रूपमा र तपाईमा पनि त्यस्तो प्रकारको विचारहरु छ भनेदेखि यो भिडियो हेर्नुहोस् र तपाईले स्पष्टसँगले बुझ्नुहुनेछ। आउनुहोस् त धर्महरु चाहिँ के हुन् त भनेर भन्नुहुन्छ भनेदेखि चाहिँ वास्तवमा धर्म भनेको चाहिँ ईश्वर होइन। धर्म चाहिँ ईश्वर कदाचित होइन, तर ईश्वर चाहिँ धर्म भन्दा पनि माथि हुनुहुन्छ। त्यसोभएदेखि धर्म चाहिँ के हो त? यदि धर्मै ईश्वर होइन भनेदेखि, धर्म नै भगवान होइन भनेदेखि, धर्म नै परमेश्वर होइन भनेदेखि चाहिँ धर्म चाहिँ के हो त? एउटा प्रश्न रह्यो। वास्तवमा धर्म भनेको चाहिँ ईश्वरलाई खोज्ने बाटोहरु हो। यो चाहिँ कुरा पहिला स्पष्ट जानिराख्दा हुन्छ। प्रत्येक धर्म जति पनि छ संसारमा धर्म 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 भन्ने धर्म चाहिँ धर्म भनेको चाहिँ के हो भनेदेखि ईश्वरलाई खोज्ने बाटोहरु हो। ईश्वरलाई यस्तो तरिकाले खोज्दाखेरि पो प्राप्त गरिन्छ कि भनेर मानिसहरुले आफ्नो जिज्ञासा राखेर चाहिँ त्यो ईश्वर खोज्ने एउटा बाटो बनाएको। त्यसरी नै आज संसारमा विभिन्न धर्महरु छन्। विभिन्न धर्मले चाहिँ विभिन्न अभियानहरु, विभिन्न पद्धतिहरु गरेर चाहिँ ईश्वरसँग पुग्नको निम्ति चाहिँ उहाँहरुको जमर्को छ अनि कोशिश छ। त्यो कुरा चाहिँ हामीले बुझ्न सक्छौं। त्यसरी चाहिँ भनौं आज धर्मले चाहिँ ईश्वर मात्रै खोजिरहेको छ। प्रत्येक धर्मले आज त्यो धर्मको अडान बनाएर चाहिँ धर्मावलम्बीहरूले पनि के गरेका छन् भन्नुहुन्छ भनेदेखि ईश्वरलाई खोजिरहेका छन्। त ईश्वरलाई खोज्नु चाहिँ किन र ईश्वरलाई चाहिँ मानिसले किन प्राप्त गर्नुपर्छ भन्नुहुन्छ भनेदेखि चाहिँ आज सबै मानिसहरूको मन र हृदयमा वा सबै धर्मावलम्बीहरूको चाहिँ भित्री हृदयमा चाहिँ के छ भनेदेखि मानिसले चाहिँ मुक्ति पाउनुपर्छ, मानिस चाहिँ मोक्ष हुनुपर्छ भन्ने विचार छ। किन भनेदेखि
जहिलेसम्म मानिस मरेर मुक्ति पाउँदैन भनेदेखि फेरि संसारमा आएर यही पापमय जगतमा भोग गर्नुपर्छ, वा चाहिँ आफूले गरिएका पापलाई चाहिँ लगेर नरकमा गएर पापको यातना भोग्नुपर्छ, अर्थात् दण्ड भोग्नुपर्छ भन्ने सबैको विचारहरू छ। जसले चाहिँ भनौँ आत्मिकी कुरामा होइन, जो चाहिँ आज आध्यात्मिक कुरामा जसले मन लगाउँछ भनेदेखि त्यस्तो व्यक्तिले चाहिँ आज नरकको डर लागेको छ र त्यो नरकदेखि बाँच्नको लागि, अनन्त जीवन प्राप्त गर्नको लागि चाहिँ आज मुक्ति पाउनुपर्छ भन्ने विचारहरू छ। त्यस्तै गर्दाखेरि आज त्यस्तो व्यक्तिहरूले चाहिँ एउटा बाटो बनाएर उद्धार र मुक्ति प्राप्त गर्नको लागि, किनकि ईश्वर प्राप्त गर्नको लागि उनीहरूले बाटो बनाएको छ। जस्तो कि हिन्दू शास्त्रमा गएर हामीले हेर्छौँ भने पनि त्यहाँ के भनेको छन्, परमात्मा परम ज्योति परम धाम परागति सर्व वेदान्त सारहम सर्वशास्त्र सुनिश्चित भनेको छ होइन। परमात्मा सबैभन्दा परमेश्वर छ, परम धाममा छ र उहाँलाई भेटाउनु र उहाँसँग चाहिँ हाम्रो के भन्छ एन्काउन्टर अर्थात् जम्का भेट हुनु नै उद्धार र मुक्तिको स्रोत हो। आज त्यो उहाँ ईश्वरसँग चाहिँ प्राप्त गर्नको लागि नै मानिसले धर्म विस्तार गरेका छन्। त्यसबाददेखि आज के हिन्दू धर्मले पनि ईश्वर नै खोजिरहेको छ त, हिन्दू धर्मले पनि मुक्ति नै खोजिरहेको छ त भन्ने उहाँले मलाई प्रश्न राख्नुभयो। मैले के भने भने हजुर, हिन्दू धर्मशास्त्रले पनि ईश्वर खोजिरहेको छ, ईश्वर प्राप्तिको मार्ग उसले खोजिरहेको छ। त्यसले गर्दा ती मार्ग अपनाउनको निम्ति र त्यो मार्ग भेटाउनको निम्ति नै उहाँले परिश्रम गरेर चाहिँ भनौँ आज एउटा मुक्तिको मार्ग खोज्नको लागि चाहिँ उहाँहरूले ठुलो तपस्या गरिराख्नु भएको छ। त्यो कुरा चाहिँ कहाँ पाउनुहुन्छ त भन्नुहुन्छ भनेदेखि चाहिँ तपाईँले विवेक चूडामणिको पुस्तकमा गएर पढ्न सक्नुहुन्छ, जो चाहिँ विवेक चूडामणि एकजना विद्वान व्यक्ति थिए, जो चाहिँ आज हिन्दू शास्त्रका भनौँ धेरै अध्ययन गरेर मुक्ति खोज्ने मान्छे, परिश्रम गर्ने व्यक्ति, जसको नाम थियो विवेक चूडामणि। र त्यो पुस्तकमा गएर पढ्दै गर्दा 5 अध्यायको 6 पदमा के लेखेको छ भनेदेखि चाहिँ तपाईँले स्पष्टै पाउनुहुन्छ कि आज ईश्वर खोज्ने बाटो रहेछ भन्ने कुरा हामी त्यहाँ बुझ्दछौँ। त्यहाँ के लेखेको छ भनेदेखि चाहिँ न योगे न साङ्ख्ये न कर्मणानो विधाय ब्रह्मत्तकैबे बोधे मोक्ष सिद्धायते नान्यथा भनेको छ। त्यसको चाहिँ हामीले जति नै कर्म गरे पनि होइन, जति योग गरे पनि, हामी माला जपे तापनि, हामीले जति नै हामीले चाहिँ भनौँ विद्या लाभ बुद्धि प्राप्त गरे तापनि हामीले मुक्ति चाहिँ पाइँदैन। मुक्ति पाउनको लागि चाहिँ हाम्रो चिन्तन र हाम्रो विवेकद्वारा चाहिँ हामीले त्यसरी प्राप्त गर्न सकिँदैन। र मुक्ति हामीले पाउँछौँ भनेदेखि चाहिँ हाम्रो आत्मा, ईश्वरीय आत्मा र जीवात्माको चाहिँ भनौँ के भनेदेखि मिलाप हुनुपर्छ। मानिसको आत्मा र परमेश्वरको आत्माको मिलन हुनुपर्छ र त्यो मिलन भएर त्यो ज्ञानद्वारा मात्रै मुक्ति प्राप्त गर्न सकिन्छ भन्ने उहाँहरूको विचार छ। त्यसले गर्दाखेरि आज उनले यसै सजिलो पाइँदैन, ईश्वरीय आत्मा प्राप्त नगरेसम्म चाहिँ हामीले मुक्ति प्राप्त गर्न सकिँदैन भन्ने विचार विवेक चूडामणिको थियो। र तिनै सन्दर्भमा उनले अर्को कुरा पनि भनेका छन् कि के भन्छ, पुनरुपि जननम पुनरुपि मरणम पुनरुपि जननी जठरे सहानम होइन, इह संसारे पारे मुरारे भनेको छ। कतिचोटि जन्मिनु, कतिचोटि मर्नु होइन, अनि कतिचोटि चाहिँ यो सङ्कष्टमा मृत्युको चक्रव्यूहमा परेर यो कष्ट भोग्नु र यो संसार र पापमय संसारबाट चाहिँ पार लगाइदेऊ हे ईश्वर, र ऊ चाहिँ को हो भनेर उसले खोज्दै गरेको कुरा चाहिँ हामीहरू यहाँ प्राप्त गर्छौँ। र काहीँ पनि कुनै पनि शास्त्रमा गएर पल्टाएर हेर्दै गर्दाखेरि मुक्ति मैले प्राप्त गरेँ भन्ने कुरा चाहिँ स्पष्टीकरण छैन। त्यस्तै गर्दाखेरि आज धर्म भनेको चाहिँ हामी के देख्छौँ भनेदेखि सबै धर्मले चाहिँ भनौँ ईश्वर प्राप्तिको वा मुक्ति प्राप्तिको मार्ग खोजेको छ। र धर्महरू भनेको चाहिँ आज ईश्वरलाई खोज्ने वा मुक्तिलाई खोज्ने बाटो मात्रै हो। तर आज येशू ख्रीष्टलाई विश्वास गर्दै गर्दा चाहिँ अनि के त्यो बाटो र ईश्वर खोज्ने बाटो हामीले प्राप्त गर्छौँ त वा पाएका छौँ त, वा हाम्रो आत्मा चाहिँ परमेश्वरको आत्मासँग चाहिँ के सम्बन्ध भएको छ, संलग्न भएको छ र ईश्वरको आत्मा र जीवात्माको मिलनमा ज्ञान प्राप्त गरिएको छ त भन्ने एउटा प्रश्न छ भनेदेखि हजुर, यो कुरा चाहिँ बाइबलले स्पष्टीकरण दिन्छ कि साँच्चै बाइबलमा प्रभु येशूलाई विश्वास गर्दै गर्दा चाहिँ हामीले ईश्वर प्राप्तिको मार्ग पाएका छौँ। त्यो चाहिँ कसरी भन्नुहुन्छ भनेदेखि यूहन्नाको किताब 14 अध्यायको 6 पदमा गएर पढ्दै गर्दा येशूले भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। त्यसले गर्दाखेरि ईश्वर प्राप्तिको मार्ग चाहिँ होइन
वा पिता अर्थात् परमेश्वर प्राप्तिको मार्ग चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँले स्पष्टीकरण भन्नुभयो, बाटो सत्य जीवन म नै हुँ, म पनि हुँ भन्नुभयो। अर्को कोही पनि थियो, तर उहाँले म नै हुँ अर्थात् म मात्रै हुँ र मद्वारा बाहेक नगइकन कोही पनि पिता कहाँ पुग्न सक्दैन भनेर प्रभु येशू ख्रीष्टले भन्नुभयो। त्यसले गर्दाखेरि येशू ख्रीष्ट चाहिँ एउटा ईश्वर अर्थात् मुक्ति प्राप्तिको मार्ग हुनुहुन्छ। यो कुरा चाहिँ तपाईले पचाउन सक्नुहुन्छ सक्नुहुन्न, तर यो कुरा चाहिँ सत्य छ। त्यसले गर्दा यूहन्नाको किताब 1 अध्यायको 12 पदमा के लेखेको छ भनेदेखि जतिले उहाँलाई ग्रहण गरे तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार उहाँले दिनुभयो। अर्थात् जतिले उहाँलाई ग्रहण गरे अर्थात् जतिले येशू ख्रीष्टलाई ग्रहण गर्दछ तिनीहरू चाहिँ परमेश्वरको सन्तान हुन्छन्, तिनीहरूको संगति चाहिँ ईश्वरसँग हुन्छ र तिनीहरू चाहिँ परमेश्वरका छोराछोरी हुन्छन् भन्ने कुरा चाहिँ परमेश्वरको वचन बाइबल यूहन्नाको किताबमा लेखेको छ। तब रहेको कुरा चाहिँ के भनेदेखि येशूलाई विश्वास गर्दै गर्दा चाहिँ अनि के हाम्रो आत्मा चाहिँ परमेश्वरको आत्मासँग कनेक्ट हुन्छ त, वा हाम्रो आत्मा चाहिँ परमेश्वरको आत्मासँग चाहिँ सम्बन्ध हुन्छ त भन्ने कुराहरू एउटा प्रश्न रह्यो। त्यो कुरा चाहिँ हजुर, त्यो चाहिँ हामीले येशूलाई विश्वास गर्दै गर्दा हाम्रो आत्मा चाहिँ परमेश्वरको आत्मासँग चाहिँ हाम्रो सम्बन्ध हुन्छ। किन भन्नुहुन्छ भनेदेखि हाम्रो पापहरू चाहिँ प्रभु येशू ख्रीष्ट एउटा स्वयं परमेश्वर भएर पनि धरतीमा आएर समस्त मानव जातिको पापलाई लिएर क्रुसमा बलिदान हुनुभयो। उहाँ पापलाई चाहिँ क्रुसबाट क्षमा गर्नुभयो र उहाँ चाहिँ मृत्युमा पर्नुभयो र तेस्रो दिनमा मृत्यु र पाताललाई जितेर जीवित भई उठ्नुभयो, पुनरुत्थान हुनुभयो र चाहिँ अनि उहाँले मानिसहरूमाथि एउटा पवित्र आत्मा दिनुभएको छ। अनि उहाँले चाहिँ प्रत्येकले ल्याऊ तिमीहरू पवित्र आत्मा, किनभने जतिले उहाँलाई विश्वास गर्छ सम्पूर्ण पापबाट क्षमा हुन्छ र उहाँद्वारा चाहिँ अनि परमेश्वरको आत्मा हामीले प्राप्त गर्छौँ। त्यसले गर्दा तिमीहरूको निम्ति म जान नै असल छ र म गएँ भने पितासँग प्रार्थना गरेर तिमीहरूको निम्ति म सल्लाहकार पठाउनेछु भनेर यूहन्नाको किताब 16 अध्यायमा येशू ख्रीष्टले भन्नुभएको छ। त्यसले गर्दाखेरि सल्लाहकार अर्थात् परमेश्वरको आत्मा चाहिँ भनौँ परमात्मा चाहिँ हाम्रो बिचमा आउनुहुनेछ। अनि त्यसले चाहिँ अनि हामीलाई उद्धार मुक्ति प्राप्त गरेको अनि परमेश्वरको सन्तान भएको र हामी चाहिँ एउटा मुक्तिको मार्ग भेटाएको कुरा चाहिँ पवित्र आत्माले हामीलाई गवाइदिनुहुन्छ। त्यो कुरालाई म अन्तिम एक जग्गा पढेर त्यतिमै राखिदिनेछु। त्यो चाहिँ यो रोमीको किताब आउनुहोस् 8 अध्यायको 15 पदमा म पढिदिनेछु। यहाँ के लेखेको छ भने 15 र 16 मा पढ्छु। यहाँ यसरी लेखेको छ, 15 मा के लेखेको छ भने किनभने फेरि डरमा पर्नलाई दासत्वको आत्मा तिमीहरूले पाएका छैनौ, तर तिमीहरूले धर्मपुत्र हुने आत्मा पाएका छौ। यसैले जब हामी परमेश्वरलाई अब्बा पिता भनी पुकार्छौँ, 16 मा लेखेको छ, त्यो चाहिँ हामी परमेश्वरको सन्तान हौँ भनी पवित्र आत्माले हाम्रो आत्मासँग गवाई दिनुभएको हो। विशेष गरी अब यहाँ स्पष्टीकरण भयो कि हामी जब येशूलाई विश्वास गरेपछि चाहिँ अनि हामीले परमेश्वरलाई अब्बा पिता भनेर पुकार्छौँ, अब हामी डरमा पर्ने, ओहो मेरो भोलि के होला, मेरो चाहिँ भोलि म कहाँ जानु पर्ला भनेर डराउनु पर्ने होइन, तर हामी परमेश्वरका सन्तान हुने वा परमेश्वरका छोराछोरी हुने आत्मा तिमीहरूले पाएका छौ। अनि त्यो चाहिँ तिमीहरूमा कसले हेरे भनेदेखि त्यो चाहिँ तिमीहरूमा परमेश्वरको आत्मा तिमीहरूका आत्मामा परमेश्वरको आत्मा तिमीहरूको आत्मामा भएर गवाई दिनुहुन्छ। अर्थात् परमेश्वरको आत्मा परमात्मा जो चाहिँ अघि यहाँ विवेक चुडामुनिले भन्दै थिए वर्मात्त कैव्य होइन, वर्माको परमेश्वरको आत्मा चाहिँ अनि मानिस आत्मासँग कनेक्ट हुनुपर्छ भनेको थियो नि। त्यसरी यीशुलाई विश्वास गरेपछि चाहिँ अनि परमेश्वरको आत्मा चाहिँ अनि हाम्रो आत्मामा अर्थात् मानिसको आत्मामा भएर गवाई दिनुहुन्छ कि तिमीहरू चाहिँ परमेश्वरका सन्तान हौ भनेर। त्यसले गर्दा येशू ख्रीष्टलाई विश्वास गरेपछि परमेश्वरको आत्मा चाहिँ मानिसको आत्मासँग कनेक्ट हुनेछ र त्यो आत्माद्वारा चाहिँ अनि हामीले के भन्छौँ भनेदेखि हामीले विश्वास उत्पत्ति हुन्छ कि म परमेश्वरको सन्तान हुँ भनेर। अनि त्यसले गर्दाखेरि प्रार्थना गर्दाखेरि विश्वासीले परमेश्वर पिता भनेर आँखाबाट आँसु धरधरी झार्छन्। यो चाहिँ उहाँको आत्माले हाम्रो आत्मामा भनौँ भएर वा उहाँको आत्मासँग हाम्रो आत्माको कनेक्सन भएर चाहिँ अनि भित्रबाट के हुन्छ भनेदेखि हृदय फुटेर आँखाबाट आँसु झर्छ अनि हामीले गवाई पाउँछौँ कि हामी परमेश्वरका सन्तान हौँ भनेर। त्यसले गर्दाखेरि आज विशेष गरी धर्महरू भनेको चाहिँ ईश्वर खोज्ने बाटो हो, तर प्रभु येशू ख्रीष्ट चाहिँ ईश्वरसँग को प्राप्ति गराउने मार्ग हुनुहुन्छ र जतिले उहाँलाई विश्वास गर्छ भनेदेखि परमेश्वरको आत्मा र मानिसको आत्माको कनेक्सन हुन सक्छ
भनेर आजको वचनद्वारा तपाईँले बुझ्न सक्नुभयो। धेरै छ भन्ने कुरा तर एउटा भिडियोमा यसरी भन्नलाई असम्भव छ। र जति पनि मैले भनेको जग्गामा प्रभुले हामी सबैलाई न्याय गरी आशिष गर्नुभएको होस्। आमेन।